मीरा अधिकारी म्यामलाई विद्यार्थीहरूको सहयोग लिएर निशाना गुरुङ र निशा अधिकारी विद्यालय व्यवस्थापन समितिका त्यसै गरी को आगमन गरिदिनु होला। अब छिट्टै 3600 यहाँहरूले चाहिँ धैर्य धारण गरिदिनु हुनेछ र यहाँहरूले हाम्रा विद्यार्थी भाइ बहिनीहरूले बनाएका विभिन्न कृतिहरू शिक्षक साथी सन्दीप रेग्मी ती कलिला हातहरू त्यो किसिमको अनुभूति उहाँहरू लिन हुनेछ। मलाई अनुभूति भइरहेको छ, मैले यहाँबाट देखिरहेको छु। यहाँहरूले विभिन्न सामग्रीहरू उहाँहरूको आफ्नै मेहनत उहाँको आफ्नै सिप प्रयोग गरेर निर्माण चाहन्छु र जसको जानकारी यहाँहरूले हाम्रा अतिथिहरूलाई पनि गराउनु हुनेछ। हाम्रा अतिथिहरूको त्यसबाट मन जित्नु हुनेछ। आफ्नो तर्फबाट आफ्नो साइडबाट त्यसको अधिकतम प्रयोग होस्, त्यसको अधिकतम प्रदर्शनी होस्। अतिथिहरू आउने क्रम जारी छ। तपाईहरुले विद्यार्थी भाइ बहिनीहरूको सहयोग लिनुहोला। त्यसै गरी स्वयंसेवक भाइहरू आफै हो, त्यसैले यो पार्किङको यो ट्राफिक सिग्नलहरू एक्सप्लेन गर नि त के हो अन्य खतरा हुन सक्छ। राम्रो लाग्यो तिम्रो यो क्रिएटिभिटी। थ्याङ्क यू सो मच। वेलकम सर। आजका यस कार्यक्रमका विशिष्ट अतिथि भइसकेको छ। यस विद्यालय श्री विष्णु प्रसाद भट्टराईको तर्फबाट स्वीकार समारोहको सभापतिको आसन ग्रहणको लागि सविनय अनुरोध गर्दछु। अब यस विद्यालयका श्री दुर्गा सवारेज्यूलाई अतिथिको आसन ग्रहण गर्नको लागि अनुरोध गर्दछु। त्यसै गरी वडा सदस्य विष्णु दबाडीज्यूलाई अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्दछु। सारिका मजाकोटीज्यूलाई अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्दछु। तारा प्रसाद रेग्मी हाम्रा यस विद्यालयका अक्षय कोष दाता सदस्य हुनुहुन्छ। उहाँको अक्षय कोष रकम 1,50,000 रहेको छ। उहाँलाई यस कार्यक्रमको अतिथिको रूपमा आसन ग्रहणको लागि अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा
विवेश अध्यक्ष वा प्रतिनिधि हुनुहुन्छ भने पनि उहाँलाई अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसै गरी मनपुर आधारभूत विद्यालय मनपुरका श्री कुमार लौडारी वा प्रतिनिधि कोही उपस्थित हुनु भएको छ भने उहाँलाई पनि अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्दछु। विष्णु प्रसाद शर्मा ढकाल पूर्व प्रहलाई शरणपुरका प्रमुख ज्यूलाई पनि आजको यस कार्यक्रमको अतिथिको रूपमा आसन ग्रहणको लागि मञ्चमा आमन्त्रण गर्दछु। कार्यक्रमको आसन ग्रहणको लागि अनुरोध गर्दछु श्री भीमबहादुर क्याप्टेन श्री भीमबहादुर गुरुङ प्रतिनिधिलाई पनि अतिथिको रूपमा किराना स्टोर्सका प्रोप्राइटर एवं प्रतिनिधि अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्दछु। अतिथिको रूपमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। अथवा प्रतिनिधिलाई पनि अतिथिको आसन ग्रहण गर्नको लागि अनुरोध गर्दछु। नेपाल रेड क्रस सोसाइटी उपशाखा भरतपुर 16 अध्यक्ष एवं प्रतिनिधि अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्दछु। सिद्धार्थ अमर समूहका अध्यक्ष एवं प्रतिनिधि अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्दछु। जय बुद्ध अमर समूह अध्यक्ष एवं प्रतिनिधि अतिथिको आसन अध्यक्ष एवं प्रतिनिधि अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसै गरी तर्फमा जाँदैछु राधाकृष्ण मन्दिर अध्यक्ष एवं आसन ग्रहणको लागि अनुरोध गर्दछु। अतिथिको आसन देशबाट श्री अमर विक्रम मल्ल स्मिता घिमिरे यसै गरी युनाइटेड लिङ्कर्स भरतपुर 16 का प्रमुख एवं प्रतिनिधि अतिथिको रूपमा आसन ग्रहण गर्नुको लागि अनुरोध गर्दछु एवं प्रतिनिधिलाई अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसै गरी लुम्बिनी भगवती कन्या कार्यक्रमको अतिथिको रूपमा आसन प्रमुख एवं प्रतिनिधिलाई कार्यक्रममा अतिथिको त्यसै गरी पवनजेरी भरतपुर 16 विजयनगर अतिथिको आसन ग्रहण गर्नको लागि अनुरोध गर्दछु। त्यसै गरी विवेश समिति अन्तर्गत श्री सुखबहादुर तामाङज्यू त्यसै गरी सदस्य श्री मीना गुरुङज्यू अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसै गरी श्री मेघराशि घलेज्यू अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्दछु। अतिथि संयोजक श्री पूजा खड्काज्यू आसन ग्रहण गरिसक्नु भएको छ। समाजसेवी यदुनाथ पोखरेललाई अतिथिको आसन ग्रहण गर्नको लागि अनुरोध गर्दछु। अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसै गरी श्री कुमारी गुरुङ अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्दछु। धन्यवाद। सक्छ सफल हुन्छ। यस विद्यालय सभापति एवं यस विद्यालय सम्झन चाहे त्यस्तै विशिष्ट अतिथिज्यूहरू जग्गादाता भूमिदाता अक्षयकोषदाता छिमेकी विद्यालयबाट पाल्नुभएका विवेश अध्यक्षज्यूहरू सुरक्षा निकायबाट पाल्नुभएका सामुदायिकबाट वनबाट पाल्नुभएका र यसका साथै सर्वप्रथम यस विद्यालयका सहायक प्रह भीमबहादुर मानन्दर बहाजोडी हार्दिक नमन गर्न चाहन्छु र यसैले म मेरा अभिभावकज्यूहरूलाई र अन्य शिक्षा प्रेमी महानुभावहरूलाई हार्दिक सम्मान पनि व्यक्त गर्न चाहन्छु। विद्यालय क्षेत्र यो एउटा मन्दिर जुन विद्यालय अभिभावक विद्यार्थी अभिभावक र शिक्षकको त्रिकोणात्मक सम्बन्धबाट मात्रै कायम हुने हुनाले यसको भौतिक मात्र नभइकन शैक्षणिक सुधारमा पनि यहाँहरूको उत्तिकै भूमिका रहनेछ। विगतमा जसरी हामीले यहाँहरूबाट जुन दिनमा अझ बढी मात्रामा पाउनेछौँ र विगतका सुधारभन्दा आगामी दिनमा अझै सुधार गर्ने अपेक्षा समेत गर्न चाहन्छु। हाम्रो विद्यालय पहिलेको हेरी मैले धेरै
सुधार भएको पाएको छु। त्यसमा पूर्व प्र वर्तमान प्र विवेशका व्यक्तित्वहरूलाई पनि सम्मान गर्दछु। आजको कार्यक्रम भनेको हाम्रा यही शैक्षणिक गतिविधिहरूका बारेमा यहाँहरूलाई जानकारी दिने उद्देश्यले नै आयोजना गरिएको। हाम्रा विगतका इतिहास के थिए, वर्तमान स्थिति के छ र भावी योजना के छ भन्ने जानकारी दिनलाई यहाँका शिक्षाप्रेमी अभिभावकज्यूहरूसँग सम्बद्ध सबैसँग त्यो कुराको बारेमा हामीले अवगत गराउने उद्देश्यले नै आजको कार्यक्रम आयोजना गरेका छौँ। त्यो सबै विस्तृत रूपमा जानकारी आदरणीय प्रज्यूबाट अहिले पछि प्रस्तुत हुने नै छ। त्यसैले हामीलाई हाम्रो विद्यार्थी र शिक्षकको भन्दा पनि त्यो शिक्षक र विद्यार्थी त चाहियो नै चाहियो, त्यसको साथै हाम्रा शिक्षाप्रेमी अभिभावकज्यूहरूको साथ सहयोग उति नै चाहिन्छ र आगामी दिनमा पनि त्यो साथ सहयोगको अपेक्षा गर्दै यस आजको कार्यक्रमलाई सफल बनाउनलाई यहाँहरूको पूर्ण साथ सहयोगको अपेक्षा गर्दै अन्त्यमा पुनः एकपटक सुस्वागतम भन्दै आजको यहाँहरूको पल शुभ होस्, जय होस्, मङ्गल होस् भन्दै म आज बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार। शान्ति भूमि तारै पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहु जाति भाषा धर्म संस्कृति छन् विशाल, अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। 1, 2, 3. धन्यवाद। अमृत राज हमालज्यू आफ्नो कार्य व्यस्तताको कारणले उहाँहरू हामीसँग अलिक केही लामो समयसम्म बस्न नसक्ने उहाँले बताउनु भएको हुनाले उहाँलाई अलिकति अगाडि उहाँको आफ्नो मन्तव्य राखिदिनुको लागि उहाँ हाम्रो यस विद्यालयका शुभचिन्तक हर हमेसा विद्यालयप्रति उहाँको योगदान अत्यन्तै ठुलो रहेको स्मरण गराउँदै उहाँलाई आफ्नो वक्तव्यको लागि माइक्रोफोन हस्तान्तरण गर्छु। वडा अध्यक्ष श्रद्धेय श्री अमृतराज हमालज्यू। धन्यवाद। यस महत्त्वपूर्ण वार्षिक उत्सव मनाउन गइरहेका छौँ। यस गरिमामय कार्यक्रमका सभा अध्यक्ष तथा यसै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष आदरणीय समाजसेवी व्यक्तित्व मिना गुरुङज्यू, प्रमुख अतिथि केही क्षणमा आउने भन्ने कुरा सुनेको छु। प्रमुख अतिथि आदरणीय माननीय सहकारी मन्त्री बिनु रायमाझीज्यू, मञ्चमा आसीन आदरणीय मैले सम्पूर्ण अग्रज पतिराम बुवा लगायत सम्पूर्ण मान्य जनहरूलाई एकमुष्ट सम्बोधन गर्न चाहे। विभिन्न पार्टीका तर्फबाट पाल्नुभएका प्रतिनिधिज्यूहरू, विभिन्न संस्थाबाट पाल्नुभएका प्रतिनिधिज्यूहरू र यस कार्यक्रमलाई सफल र भव्य बनाउन उपस्थित हुनुभएका आदरणीय
शिक्षा प्रेमी अभिभावकज्यूहरू, यसै विद्यालयका शिक्षक शिक्षिकाज्यूहरू, कर्मचारी साथीहरू र मेरा प्यारा भाइ बहिनी बाबु नानीहरू, सम्पूर्णमा म मेरो व्यक्तिगत तर्फबाट र 16 नम्बर वडाको तर्फबाट हार्दिक नमस्कार टक्राउन चाहन्छु, स्वीकार्नुहोला। सर्वप्रथम धेरै बेर बस्न नसक्ने भन्दा पनि ज्ञानेश्वरमा सहकारी त्यसको अधिवेशन साधारण सभा रहेछ आज। त्यसमा प्रमुखको भूमिकामा निम्ता गर्नुभएको थियो। अब भ्याएसम्म सबै ठाउँमा जानुपर्ने हाम्रो कर्तव्य, त्यही मानेमा यहाँ वडाको तर्फबाट दुर्गा सोढारी पनि यहाँ हुनुहुन्छ, अन्य सदस्यहरू पनि आउनुहोला। बिन्दु रायमाझी अहिले हाम्रो मान्य मन्त्रीजी नै आउँदै हुनुहुन्छ। त्यो बारेमा चाहिँ मैले यहाँहरूलाई 2 मिनट चाहिँ शुभकामना दिन्छु र बिदा हुन्छु भनेर यहाँ आग्रह गरेर यो समय मिलाइदिनु भयो। विद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मलाई लाग्छ आज 36औं वार्षिक उत्सव मनाइरहँदा हिजो सानो झुपडीबाट सुरु भएको विद्यालय आज यत्रा भौतिक संरचनाहरू बनेको छ। यत्रो अवस्थामा आइपुग्न जुन संस्थापक अध्यक्ष लगायत संस्थापक प्रहरू जो आज कतिपय यहाँ उपस्थित हुनुभएको छ, कतिपय दिवंगत हुनुभएको छ, उहाँहरू दिवंगत हुनुभएका आदरणीय अग्रजहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण पनि व्यक्त गर्न चाहन्छु र जो यहाँ अनवरत रूपमा यहाँ खटिनु भएको छ, म मेरो व्यक्तिगत तर्फबाट उहाँहरूलाई सम्मान व्यक्त गर्न चाहन्छु। आदरणीय अभिभावकज्यूहरू, म यहाँहरूलाई विनम्र साथ आग्रह गर्न चाहन्छु। हामी वडाको जनप्रतिनिधि अहिले भरतपुर महानगरले यहाँहरूलाई थाहै छ धेरै भौतिक निर्माणहरूमा फड्को मारेको भन्ने यहाँहरू हामी सबैले देखेकै छौँ। हामीले यो विद्यालयमा पनि हामीले उपस्थित हुँदा यो देखेको कुरा हो र हामी शिक्षा स्वास्थ्य कृषिमा थोरै फड्को मार्नुपर्छ, त्यसपछि वडालाई समृद्धि बनाउनुपर्छ, वडा समृद्धि भए महानगर समृद्धि हुन्छ भन्ने खालको हामीले एउटा अभियान लिएर अगाडि बढ्दाखेरि थोरै अग्रजहरू जुन चासोको साथ उपस्थित हुनुभएको छ, यसरी नै सधैँ उपस्थित हुने वातावरण बन्यो भने मलाई लाग्छ हामी कुनै शिक्षा क्षेत्र कुनै भन्दा कमी हुन्छौँ। हाम्रो यसमा हामीले उत्कृष्ट नतिजा आउँदैन भन्ने मलाई लाग्दैन। यहाँ हाम्रो सोचाइ कस्तो अवस्था छ भने हुँदैन केही हुँदैन भन्ने खालकोहरू अलि भाष्य निर्माण हुँदै गएको छ, त्यो अवस्था आज रहेको छैन। म ढड्डागारी स्कुलको अध्यक्ष यहाँ हाम्रो माझ हुनुहुन्छ, त्यहाँ अहिले अभिभावक यति सचेत हुनुहुन्छ कि कुनै सरहरू कुनै विषयमा पढाउन आउनु भएन भने यहाँ पढाइ नै भएको छैन, यो सर किन आउनु भएन, कुनै घरासी काम हो कि यसै अनावश्यक अरू काममा हो कि के भयो भनेर चासो राख्नु भएको छ। अनि मैले बुझेँ त्यो अभिभावकको बच्चाहरू कस्तो हुनुहुन्छ, के छ पढाइमा भनेको अब्बल हुनुहुँदो रहेछ भनेपछि अभिभावकले पनि चासो राख्यो भने त्यो खालको रिजल्ट ल्याउन हाम्रो नानी बाबुहरूलाई अवश्य पनि टेवा पुग्छ। हामी अभिभावकले एकदमै बुझ्नुपर्ने कुराहरू के छ भने अहिले पछिल्लो समय यहाँलाई थाहा छैन, सिराहामा एकजना के छ सत्यनारायण साफी भन्ने भाइ हुनुहुन्थ्यो। हजुर हामी जस्तै ज्याला मजदुरी गरेर अभिभावकहरू गुजारा गर्ने, ऊ पनि फुर्सद भयो कि त्यही ज्याला मजदुर गर्ने, अनावश्यक काममा नडुल्ने, पढाइमै ध्यान दिने, अहिले MBBSमा स्कलरसिपमा नाम निकाल्न ऊ सफल भएको छ। यहाँलाई थाहा पाउनु भएको होला। हेर्नु, आफूले मेहनत गर्यो भने र आफू हजुर हामी सक्रिय रूपमा यो भविष्यमा कसरी उच्च शिक्षा हासिल गर्ने भन्ने हामी अभिभावकले चिन्ता राख्यो भने पक्कै पनि त्यसमा कमी हुन्छ मलाई जस्तो लाग्दैन। यहाँ शिक्षकहरूलाई मात्रै हामीले विद्यालयमा प्राङ्गणमा छिराइदिन्छौँ अनि हाम्रो बाबु नानी जसरी पनि पढ्नुपर्छ रिजल्ट आउँछ भन्ने खालको एउटा घोलेर पिडाउने जस्तो खालको अलि अभिभावकहरू सचेत नभएको हुनाले चाहिँ अलि यो भएको जस्तो लाग्छ मलाई चाहिँ। यहाँ शिक्षकहरू यहाँलाई थाहै छ, संस्थागत विद्यालयमा शिक्षकहरू कहीँ नाम ननिकालिकन यसो 2-4 महिना पढाउँ, विदेश जानुभन्दा अगाडि यहाँ टाइम पास गरौँ अथवा बिहा गर्नुभन्दा अगाडि यहाँ केही वर्ष यहाँ यसो 2-4 पैसा आम्दानी हुन्छ यसो जलिउँ भन्ने हिसाबले त्यहाँ जाहिर खाएर बस्नुभएको अवस्था छ। तर यहाँका शिक्षक शिक्षिका भनेका आफू दक्ष भएर आफूले नाम निकालेर नेपाल सरकारको श्रेणीमा जुन हिसाबमा पढेर चाहिँ नाम निकालेर आउनुभएका शिक्षक शिक्षिका हुनुहुन्छ भन्नु होला। यसमा आगामी वर्षहरूमा गर्नुपर्ने के कुराहरू छ त्यसमा मैले यहाँ दुर्गालाई साक्षी राखेर अर्को वर्षमा हामीले छुटाउनु पर्ने बजेट केमा हो कसो हो वडाको चाहिँ हामी हजुरहरूकै साथमा छौँ, हजुरहरूकै बजेट हो, हजुरहरूसँग सल्लाह गरेर नै यहाँ विकास निर्माणमा हामीले सहयोग गर्ने नै छौँ। र अभिभावकहरू चाहिँ सचेत भएर जुन हाम्रो नानी बाबुहरूलाई पढाइको लागि चाहिँ पहिलो पाठशाला भनेको त हाम्रो विद्यालय भनेको त हाम्रो घर हो नि त।
त्यसैले घरमा कसरी हामीले हेरिएको छ हाम्रो बच्चा बच्चीहरू हामी जसरी आज इन्ट्रेस्ट हामी यो महत्त्वपूर्ण ठानेर आज यो अभिभावक दिवसमा हामी उपस्थित भएका छौँ त्यसरी नै दैनिक रूपमा हाम्रो नानी बाबुहरू पढेको छ छैन भन्ने कुराहरू हजुरहरूले अलि चासो साथ हेरिदिनु भयो भने अवश्य नै रिजल्टमा पनि रिजल्ट पनि उत्कृष्ट आउने छ भन्ने मेरो हिसाबले चाहिँ अनुभवले चाहिँ त्यो बताउँछ। त्यसैले आदरणीय अभिभावकहरूलाई त्यही अनुरोध गर्दै यस कार्यक्रम 36औं वार्षिकोत्सव कार्यक्रमको सफलताको शुभकामना दिँदै मलाई यो छोटो मन्तव्यमा विशिष्ट अतिथि रूपमा निमन्त्रणा गरेर यो विद्यालय परिवारले जुन निमन्त्रणा गर्नुभयो म हृदयदेखि नै धन्यवाद दिँदै कार्यक्रमको सफलताको शुभकामना दिँदै सम्पूर्णको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै बिदा हुन्छु। हस्, नमस्कार, धन्यवाद। ताली प्लिज। धन्यवाद त्यसको लागि। ढड्डागाडी माथि का give a big hand. Clapping. Bata. To you at our school. It is a fact that education is a very important tool to develop the nation. Students have begun progress for different aspects. It is a key that opens the door of development. No country can make progress until or unless it brings advance in our education. Welcome all of you on occasion this grand function. I hope we will get support and dedication for our betterment in days to come. Our invitation. Thank you. Have a nice day. Manisha Guru, Tale Badyabalanma Sagartai Sam Bhai Prince Guru. Hello. Safa
धन्यवाद कलाकार बहिनीहरू। विद्यालयमा विभिन्न तह र तबकामा रहेर आफ्नो अमूल्य समयलाई योगदान दिँदै यो विद्यालयलाई अगाडि बढाइरहनु हुने सम्पूर्ण अभिभावकहरूमा सर्वप्रथम मेरो व्यक्तिगत तर्फबाट र सामाजिक सम्पूर्ण तर्फबाट मैले एकपटक हृदय निहुर्याएर नमन गर्न चाहन्छु। मैले भन्नै पर्छ, यस विद्यालय आज 36 वर्ष भइसक्यो। 36 वर्षभन्दा अगाडि हाम्रो यो विद्यालय शरणपुरको अहिले हाम्रो चोक स्थित शरण युवा क्लब भनेर खोलिएको एउटा भवनमा 42 जना विद्यार्थी लिएर चन्द्रबहादुर भट्ट सरले सुरुवात गर्नुभएको हो। त्यहाँ पनि स्कुलको जग्गा वारी र पारिएर 5 कट्ठा बोलिएको थियो। मलाई अहिले जानकारी छ। त्यहाँ हाम्रै अहिले दाइको घरको अगाडि हामीले त्यहाँ 2 कट्ठा जग्गा बोलेका थियौँ। त्यही जग्गालाई हामीले 2 कट्ठा हामीले मन्दिर दियौँ। तर विविध छेडकाल परिस्थिति अनुसार यहाँ राम्रो ठाउँमा यो शरणपुरको माझमा यो विद्यालय रहन सफल भएको छ। यहाँ विभिन्न छेडबाट सहयोग गर्ने सम्पूर्ण चन्दादाता र तबकामा आफ्नो मन वचन कर्म र पसिना बगाउँदै आउनुभएका सम्पूर्ण अग्रजहरूमा फेरि मैले एकपल्ट सम्झन चाहेँ र मैले भन्नै पर्छ, विद्यालयमा आज हाम्रो यो सामुदायिक विद्यालयमा विभिन्न किसिमबाट धेरै बजेटहरू, विभिन्न किसिमका सुख सुविधा र बजेटहरू आउने गरेका छन्। तर विद्यार्थीको हाम्रा बालबच्चाहरूको हामीले 10बाट 4 बजेसम्म स्कुलमा पठाउँछौँ, तर कुन गतिविधिमा पढेका छैनन्, घरमा कति काम गरेर काम तपाईँले लगाउनु हुन मलाई एकदमै थाहा छ। तर आफ्नो बालबच्चाले कतिको पाठ हेरेका छन्, पढेका छन्, होमवर्क गरेका छैनन्, यहाँ सरहरूलाई पनि घचघच्याउनु पर्ने हुन्छ तपाईँहरूले। किनकि तपाईँको विद्यार्थीले सबैको दिमाग छ। किन छ भने अहिले मोबाइलको हर फङ्सन खोल्न जान्ने विद्यार्थीले आज त्यो पाठ पनि पढ्न जानेको हुन्छ। यस कार्यक्रमको अतिथिको आसन ग्रहण गर्नको लागि मञ्चमा आमन्त्रण गर्दछु। प्रमुख अतिथिज्यूहरू र अन्य उपस्थित भाइ बहिनीहरू र शिक्षक मित्रहरूमा सर्वप्रथम म मेरो तर्फबाट छोयालो भन्न चाहन्छु। हुनेछ भन्ने आशा राख्दै उहाँहरूलाई सफलताको कामना गर्दछु। वास्तवमा अहिले यो शिक्षाको कुरा गर्दाखेरि हामीले यो जति पनि सामूहिकता भन्ने कुराहरूको बिचमा अलिकति हामीले व्यवस्थापन समिति, अभिभावक र अन्य व्यक्तिहरूको बिचमा पनि हामीले यसलाई परामर्श गर्न अति जरुरी छ, छलफल गर्न अति जरुरी छ र यसलाई घर दैलो कार्यक्रमहरूलाई अगाडि बढाएर विद्यार्थीको सङ्ख्यालाई अगाडि बढाउन पनि हामीले त्यो किसिमको भूमिका खेल्नुपर्छ जस्तो लाग्छ मलाई। आदरणीय व्यक्तित्व मीना गुरुङज्यू, कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, भरतपुर महानगरपालिका वडा नम्बर 16 का वडा अध्यक्ष आदरणीय अमृत हमालज्यू, त्यसै गरी जनप्रतिनिधिज्यूहरू, व्यासमा आसीन सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू, अतिथि महानुभावहरू, विभिन्न यस विद्यालयलाई विभिन्न विधामा सहयोग गर्नुहुने सम्पूर्ण दाताज्यूहरू, विद्यालयका शिक्षक कर्मचारीज्यूहरू, यस 36औं वार्षिक उत्सव समारोहमा उपस्थित हुनुहुने सम्पूर्ण अभिभावकज्यूहरू, राजनीतिक दलका प्रतिनिधि एवं अध्यक्षज्यूहरू र यसै विद्यालयका विद्यार्थी भाइ बहिनीहरू सबैमा श्री माध्यमिक विद्यालय ढड्डागारीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमस्कार राख्न चाहन्छु। स्वीकार्नुहोस्, नमस्कार। आज यस विद्यालयले 36औं वार्षिक उत्सव मनाइरहँदा यो कार्यक्रममा श्री माध्यमिक विद्यालय ढड्डागारीको तर्फबाट मलाई पनि निमन्त्रणा गरेर 2-4 शब्द बोल्न दिनुभएकोमा यहाँहरू आयोजक परिवार र यो सम्पूर्ण विद्यालय परिवारलाई धन्यवाद दिन चाहन्छु। वास्तवमा विद्यालय सामुदायिक विद्यालयहरू
पठन पाठन गर्ने विद्यार्थी भाइ बहिनीहरू अहिले देशैभरि जति पनि हुनुहुन्छ रिजल्टको हिसाबले अलिक कमजोर भएको देखेका छौँ र हाम्रो यो 16 नम्बर भित्र रहेका सबै सामुदायिक विद्यालयहरूमा विशेष गरी माथिल्लो तह 1-12 मा रिजल्ट राम्रै भएको छ र 1-8 मा विद्यालयमा वास्तवमा भने 16 नम्बर वडामा सबैभन्दा रिजल्ट बिग्रिएको 16 नम्बर वडा हो। यहाँ जनप्रतिनिधिहरू हुनुहुन्छ, यहाँहरूलाई जानकारी गराउन चाहन्छु किन यस्तो भयो, रिजल्ट किन बिग्रियो। यसको पछाडि थुप्रै कमी कमजोरीहरू छन्, त्यसको हामीले लेखाजोखा राख्नुपर्छ र त्यसको अनुसन्धान गर्नुपर्छ र यसको लागि सबैजना मिलेर राम्रो रिजल्ट कसरी बनाउन सकिन्छ भनेर लाग्नुपर्ने आवश्यक छ। यसमा अभिभावकहरू लाग्नुपर्ने हुनुहुन्छ, शिक्षकहरू लाग्नुपर्ने हुन्छ र यससँग सरकार राख्ने व्यक्ति सबैजना लागियो भने सामुदायिक विद्यालयको रिजल्ट राम्रो बनाउन सकिन्छ। गत वर्षको रिजल्ट हामीले श्रीमावि ढड्डागारीमा यहाँहरूले थाहा पाइन सक्नुभएको छ, महानगरतर्फको 5औं स्थानमा हामीले रिजल्ट ल्याएका छौँ। त्यसका लागि सर्वप्रथम सबैभन्दा बढी श्रेय भनेको शिक्षकलाई जान्छ, त्यसपछि विद्यार्थीलाई जान्छ, त्यसपछि अभिभावकलाई जान्छ र तपाईँ हामी सबै सामाजिक व्यक्तित्वहरू सबैलाई जान्छ। त्यस हुनाले पनि विद्यार्थीको रिजल्ट राम्रो बनाउनका लागि शिक्षकले मात्रै मेहनत गरेर हुँदैन, अभिभावकले मात्रै पनि हुँदैन, विद्यालय व्यवस्थापन समितिले मात्रै पनि हुँदैन। सबैजना त्रिकोणात्मक सम्बन्ध राम्रो भयो भने विद्यालयको रिजल्ट राम्रो बन्छ। विद्यालयको विद्यार्थी सङ्ख्या बढाउने मात्रै होइन, विद्यार्थीको क्वालिटी पनि बढाउनुपर्छ, विद्यार्थीको शैक्षिक गुणस्तर पनि वृद्धि गर्नुपर्छ। त्यसो गऱ्यो भने विद्यार्थीहरू त्यसै सङ्ख्या बढ्छ। यस विद्यालयमा झन्डै 200 विद्यार्थी रहेको मैले पाएको छु। त्यसमध्ये रिजल्ट कस्तो छ त, त्यसको नतिजा कस्तो छ त। यो विद्यालय वास्तवमा बाहिर देख्दाखेरि अहिले झकिझगाउ देखिएको छ। त्यसको लागि मैले अहिले हाम्रो आदरणीय अध्यक्षज्यूले मलाई धेरैचोटि भन्नुभएको थियो सहयोग गर्नु पर्यो सुदन, म विद्यालयमा छु, अब के गर्ने तिमी हामी सबै मिलेर गर्ने त अनि भन्नुभएको थियो। मैले धेरै पटक यहाँ आउने कोसिस गरेको थिएँ, मेरो पनि आफ्नै व्यस्तता, व्यवसाय र विद्यालय सबै कुराहरू हुने भएको हुनाले मैले आज समय छुट्याएर यो विद्यालयमा म केही बोल्छु र जसरी पनि उपस्थिति हुन्छ भनेर म आज उपस्थित भएको छु। सम्पूर्ण उपस्थित महानुभावहरू, अभिभावकज्यूहरू, मैले धेरै समय यस्तो गौरवमय कार्यक्रममा धेरै समय लिएर मैले चाहिँ लिनु हुँदैन र पनि मैले केही कुराहरू राख्नै पर्छ भन्ने हिसाबले म यहाँ उपस्थित भएको छु। विद्यालयमा हाम्रा साना नानी बाबुहरू यो विद्यालयमा पढिरहनु भएको छ। उहाँहरूको भविष्य तपाईँ हाम्रो हातमा छ, तपाईँ हाम्रो हातमा छ, विद्यालय व्यवस्थापन समितिको हातमा छ, शिक्षक गुरुहरूको हातमा छ र तपाईँ हाम्रो जिम्मामा छ यी साना नानी बाबुहरूको भविष्य। त्यस हुनाले पनि तपाईँ हामी गम्भीर हुन आवश्यक छ। कसैलाई राजनीति गर्न, कसैलाई एउटा चाहिँ जागिरको लागि मात्रै होइन, विद्यार्थीको भविष्य हामीसँग जोडिएको छ। यसो भनिरहँदा कसैले पनि मन नदुखाउनु होला। वास्तवमा यी सानी नानी बाबु भनेको हाम्रो भविष्यको देशको कर्णधार हुन्। यी बाबु नानीहरूबाटै देश बन्ने छ, यी नानी बाबुहरूबाटै समाज बन्ने छ र तपाईँ हाम्रो आर्थिक उन्नति प्रगति हुनेछ। त्यस हुनाले पनि सबैभन्दा पहिलो पाठशाला भनेको, पहिलो मन्दिर भनेको विद्यालय हो। विद्यालयमा जसरी पठन पाठन हुन्छ, जसरी बालबच्चा नानी बाबुहरूलाई एउटा चाहिँ शैक्षिक शिक्षा मात्रै नभइकन नानी बाबुहरूलाई हरेक कुराहरू सिकाइन्छ। त्यसैबाट चाहिँ उनीहरूको एउटा आफ्नो एउटा बानी व्यवहार अनुशासित हुनेदेखि लिएर सबै कुराको विकास हुन्छ। त्यस हुनाले पनि हामी वरपर रहेका जति पनि यो विद्यालयसँग नजिक भएका हामी छरछिमेकहरू छौँ, सबैले सरोकार राख्नुपर्छ, विषयमा सबैले चासो राख्नुपर्छ। अनि क्रम जारी रहेको छ। धेरै खुसीका खबरहरू मैले प्राप्त गरिरहेको छु। त्यसै गरी अध्यक्षज्यू एवं आजको कार्यक्रमका सभापतिज्यू
50,105 बराबरको अक्षयको स्थापना गर्नुभएको छ उहाँले आफ्नो स्वर्गीय पिताको नाममा। विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष आदरणीय मीना गुरुङज्यू, यस्तै गरेर यस कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्री विनो राईमाझी सायद आउँदै हुनुहुन्छ भन्ने मैले सुनेको छु। उहाँ र विशिष्ट अतिथि यसै वडाका वडाध्यक्ष आदरणीय अमृतराज हमालज्यू लगायत त्यासमा बस्नुभएका विद्यालय व्यवस्थापन छिमेकी विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू एवं प्रतिनिधिज्यूहरू, सामुदायिक यस्तै गरेर मन्दिरका अध्यक्षज्यूहरू र यस विद्यालयका संस्थापन हेड सर भनौँ हाम्रो विष्णु ढकाल सर, यस्तै गरेर सबैभन्दा बढी जिम्मेवार भएर अध्यक्ष वहन गर्नुहुने आदरणीय पतिराम गुरुङज्यू, जसले हाम्रो अहिलेको व्यवस्थापनको अध्यक्ष आदरणीय मीना दिदी हुनुभन्दा अगाडि धेरै वर्ष लगभग 30-35 वर्ष नै उहाँले व्यवस्थापनको अध्यक्ष बन्नुभयो। यस्तै गरेर हाम्रो बेलप्रसाद गुरुङज्यू, यस्तै गरेर हाम्रो यो विद्यालयलाई जग्गा दान गर्नुहुने यहाँ मञ्चमा हुनुहुन्छ, मैले छुटाउन सक्दिनँ, हाम्रो यसै विद्यालय व्यवस्थापनका अध्यक्षको ममतामयी आमा र यही विद्यालयसँगै जोडिएको हाम्रो घिमिरे परिवार, मैले घिमिरे परिवारको आदरणीय ठुलदाई, बिहिनदाई, ठुलदाई सबै देखिरहेको छु। यस्तै गरेर छेउमा भाउजूहरू हुनुहुन्छ। यो विद्यालय बनाउनको लागि धेरैजनाले मेहनत गर्नुभएको छ। यो विद्यालय हामीले पूर्ण रूपमा विद्यालय जुन अस्थायी रूपमा हामीले एउटा क्लब भवन, अघि नै दिलराम दाईले भनिसक्नुभयो, यो अहिले हाम्रो चोकमा रहेको एउटा क्लब भवनमा सुरुवात गरेको विद्यालय पछि हामीले जिल्ला विकासबाट, त्यति बेला जिल्ला शिक्षा कार्यालयबाट हामीले आधिकारिक रूपमा लिएर आइसकेपछि म थोरै विद्यालयको पृष्ठभूमिलाई जोडेँ है। लिएर आइसकेपछि हामीलाई जग्गा चाहियो, जग्गादाता को त भन्दै जाँदाखेरि आदरणीय अहिलेको अध्यक्षज्यू मीना गुरुङको बुवा, उहाँको हजुरआमा हुनुहुन्थ्यो। अझै त्यतिखेर मलाई थाहा छ अग्रज हाम्रो पतिराम बुवा, विशेष गरेर रिखीराम बुवा, रामजी बुवाहरू लगायत धेरै अग्रजहरू, पतिराम बुवा, त्यसपछि मेरो बुवाहरू पनि हुनुहुन्थ्यो। त्यतिखेर तत्कालीन बुवाहरू, त्यतिखेर जनप्रतिनिधि पनि हुनुहुन्थ्यो। धेरै साथीहरूले दुःख गर्नुभयो, पहिला एक कट्ठा जग्गा यताबाट पाउनुभयो, त्यसपछि घिमिरे परिवार, त्यसपछि रेग्मी परिवार जो मेरो ससुराली घर हो। बुवा हुनुहुन्छ यहाँ आज, उहाँको देनले यो जग्गा हामीले यसरी जग्गा लिइसकेर यो विद्यालय व्यवस्था सुरु गर्यो। योभन्दा बाटोभन्दा अगाडि अहिले पनि विद्यालयमा धेरै जटिलताहरू छ र यस क्षेत्रका यहाँका अधिकांश विद्यार्थी भाइ बहिनीहरू अलि पिछडिएका वर्गका, अलिकति जङ्गल टच एरियाका हुँदै पनि पढाइमा अब्बल बनाउन यहाँले जुन खेल्नु भएको छ भूमिका, त्यसप्रति नेपाली कम्युनिस्ट पार्टी कृतज्ञता व्यक्त गर्न चाहन्छ, धन्यवाद व्यक्त गर्न चाहन्छ। र यस विद्यालय भनेको एउटा सरस्वतीको मन्दिर हो। त्यस कारणले गर्दा मैले यहाँ कुनै पनि राजनीतिक कुरा नगरिकन शैक्षिक कुरालाई नै जोड्न चाहन्छु। विद्यालयको शैक्षिक गुणस्तर उकास्नको लागि, शैक्षिक सिकाइलाई चुस्त दुरुस्त बनाउनको लागि, हामी यहाँबाट उत्पादन भएका विद्यार्थी भाइ बहिनीहरूलाई अन्य बजारमा, मार्केटमा बिकाउनको लागि विद्यार्थी भाइ बहिनीहरू, अभिभावकज्यूहरू, विद्यालय प्रशासन सबैको त्रिपक्षीय सम्बन्ध राम्रो बन्नुपर्छ। विद्यार्थी भाइ बहिनीहरू स्कुल आएर पढेका छन् कि छैनन्, अभिभावकज्यूहरूले ख्याल गर्नुपर्छ। हजुरहरूको बाबु नानीहरू स्कुल त पठाउनु भयो, स्कुलसम्म आउँछन् कि आउँदैनन्, आएर पढ्छन् कि पढ्दैनन्, घरमा गएर होमवर्क गर्छ कि गर्दैनन्, होमवर्कै नगरेको फर्कियो भने भाइ बहिनीहरूले तपाईँहरूलाई ढाँटिरहेका छन्। स्कुल आएपछि केही न केही कि पढ्ने हुन्छ कि लेख्ने हुन्छ, होमवर्क हुन्छ, होमवर्कै छैन भनेर फर्किने भाइ बहिनीहरू पनि छन्। त्यो कुराहरूलाई विशेष गरेर अभिभावकज्यूहरूले ख्याल गरिदिनुपर्छ। हजुरहरूले ख्याल गर्नुपर्ने 10 देखि 6 घन्टा विद्यालयको साथमा हुन्छ, बाँकी रहेको 18 घन्टा हजुरहरूको साथमा हुन्छ।
मैले मेरो विद्यालय स्कुल पठाइदिएको छु, मेरो जिम्मेवारी पुरा भयो भनेर छोडिदिनु भयो भने त्यो विद्यार्थीले राम्रो नतिजा ल्याउन सक्दैन, उत्कृष्ट बन्न सक्दैन। र के पनि ख्याल गर्नुहोस्, भन्दा नमिठो लाग्न सक्छ। एउटा विद्यार्थी बिग्रियो भने त्यो विद्यालयको 200 जनामा एकजना बिग्रिने हो, तर तपाईँको एउटा छोरा थियो त एउटै छोरा बिग्रिने हो। त्यस कारणले गर्दाखेरि सबै अभिभावकले आफ्ना छोरा छोरीहरूलाई अपन बोलाउनको लागि आफ्नो ठाउँमा ख्याल गर्नुहोला। अध्यक्ष प्रतिनिधि एमालेका अध्यक्ष एवं प्रतिनिधि उपस्थित हुनुभएकोले उहाँलाई प्रतिनिधि श्री दिपा गिरीज्यूलाई छोटो शुभकामना मन्तव्यको लागि आमन्त्रण गर्दछु। लगायत सम्पूर्ण प्यारा विद्यार्थी भाइ बहिनीज्यूहरू, आज यस आधारभूत विद्यालयको 36औं वार्षिक साधारण सभा यहाँसम्म आइपुग्दाखेरि यो भेग एक त नारायणी नदीले पनि सताइरहेको भेग हो। यो भेगमा अध्ययनरत विद्यार्थीहरू पनि केही अन्तभन्दा अलिकति स्तर निम्न लगायत उच्चसम्म रहेको स्कुल पनि हो। यहाँ अध्ययन एकदम त्यो वर्गबाट आएका स्टुडेन्टहरूको अध्ययन एकदम गहिरो र मेहनती हुन्छ। त्यसले गर्दा होला यहाँबाट जानुभएका विद्यार्थीहरू अहिलेसम्म अग्रज वक्ताहरूले भनिसक्नु भएको छ, धेरै उच्च स्थानमा स्थान हासिल गर्नुभएको छ। यसका लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद। र यस स्कुलले अहिलेसम्म गरेको प्रगति सँगसँगै अहिले तत्कालको प्रगति असाध्यै दृढ रूपले रहेको कुरा हामीले नजिकबाट निहालेका पनि छौँ। र यो स्कुल अझै प्रगतिशील हुँदै जाओस् भन्ने कामना गर्दै यस स्कुलमा रहेका विद्यार्थीहरूको भविष्यका लागि राज्यसँग गर्नुपर्ने कुराहरू यस विद्यालयको अभिभावक लगायत सम्पूर्णले उत्तिकै समन्वय गर्नुभएको छ। र यो स्कुल हिजोको जीर्णबाट आज यो अवस्थामा आइपुगेको छ र नजिकै अत्याधिक गतिशील रहनेछ भन्ने हामीले विश्वास पनि गरेका छौँ। यसका लागि अभिभावकहरूलाई एउटा मात्रै मेरो अनुरोध, स्कुल घर नै स्कुलको पहिलो पाठशाला हो भनिन्छ। त्यसैले अभिभावकहरूले स्कुलमा पठाएका विद्यार्थीहरूलाई जसरी बोर्डिङमा गरिन्छ, जसरी बोर्डिङमा केयर गरिन्छ, त्यसरी नै अभिभावकहरूले स्कुल पठाउँदादेखि लाने क्रममा, होमवर्क गराउने क्रममा र उहाँहरूको चाहना कुन विद्यार्थीलाई कसरी मेरो छोराछोरीले के गर्दाखेरि यो स्कुललाई राम्रो यो पठन पाठनलाई अलि तीव्र पढ्न सक्छ भन्ने उहाँहरूको विचारका साथ संरक्षण गरेर आफ्नो छोराछोरीको केयर गर्नुभयो भने अवश्य यहाँबाट गएका विद्यार्थीहरूले राम्रो स्थान हासिल गर्नेछन्। धन्यवाद। कार्यक्रम सञ्चालक एवं शरणपुर आधारभूत विद्यालयका शिक्षक आदरणीय विष्णु सर, आधारभूत विद्यालय शरणपुरको 36औं वार्षिक साधारण सभा तथा अभिभावक दिवस समारोहका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय समाजसेवी बुद्धिजीवी मीना गुरुङज्यू, यसै गरी यस भव्य समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको अब आउँदै हुनुहुन्छ बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बिनु रायमाझीज्यू, यसै गरी यस कार्यक्रममा उपस्थित रहनुभएका विशिष्ट अतिथिको रूपमा रहनुभएका भरतपुर महानगरपालिका वडा नम्बर 16 का वडाध्यक्ष आदरणीय अमृतराज हमालज्यू, यसै गरी मञ्चमा आसीन विशिष्ट अतिथिहरू आदरणीय पतिराम गुरुङज्यू, यसै गरी जग्गादाताहरू, यसै गरी जनप्रतिनिधिज्यूहरू, यसै गरी यस वडामा रहनुभएका विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरू, यसै गरी बुद्धिजीवीहरू, सामाजिक व्यक्तित्वहरू, वन र विभिन्न सामाजिक संस्थाका अध्यक्षज्यूहरू र बौद्धिक व्यक्तित्वहरू एवं अभिभावकज्यूहरू र प्यारा विद्यार्थी भाइ बहिनीहरू सम्पूर्णमा हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु मेरो व्यक्तिगत तर्फबाट र नेपाली काङ्ग्रेस भरतपुर 16 को तर्फबाट हार्दिक नमस्कार तथा अभिवादन व्यक्त गर्न चाहन्छु।
प्रारम्भमै म आधारभूत विद्यालयले 36औं वार्षिक उत्सव मनाइरहेको छ तथा अभिभावक दिवस मनाइरहेको छ। यो वार्षिक उत्सव तथा अभिभावक दिवसको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। म राजनीतिक रूपमा यहाँ उपस्थित भए पनि शैक्षिक क्षेत्रको पनि व्यक्ति भएको हुँदा मैले शैक्षिक क्षेत्रमा उन्नयन गर्नुपर्ने कुराहरू के गर्नुपर्ने भन्ने कुराहरू मैले धेरै नै भन्नुपर्ने हुन्छ। तर आज अब यो समारोहमा भनेर पनि साध्य रहँदैन। यो समारोहमा अब आदरणीय प्रज्यूको हामीले प्रतिवेदन पनि सुन्न पाइएको छैन। प्रमुख अतिथिज्यू पनि कार्यक्रमको उद्घाटन पनि गरि नसक्नु भएको हुँदा प्रतिवेदनको बारेमा पनि हामीले केही कुराहरू बोल्नुपर्ने हुन्थ्यो। विद्यार्थी सङ्ख्या, आर्थिक वर्षमा भएका प्रगतिहरू के छन्, भावी योजनाहरू, रणनीतिहरू के छन्, त्यो सुन्न पाइएको छैन। अहिले पछि सुन्न पाइएला प्रमुख अतिथिजी आइसकेपछि। त्यसपछि हामीले त्यो विषयमा हामीले केही कुराहरू राख्ने, केही सुझावहरू दिने, यसलाई यसो गर्न पाए हुन्थ्यो भनेर भन्न पाए एकदमै राम्रो हुन्थ्यो जस्तो लाग्छ। अघिल्ला वक्ताहरूले धेरै इतिहासहरू भनेर जानु भइसकेको छ। यहाँ विद्यालय व्यवस्थापन समितिका सल्लाहकारज्यूहरूले र विभिन्न सङ्घ संस्थाबाट प्रतिनिधित्व गर्नुहुने नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने साथीहरूले र नेकपा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने साथीहरूले सबै कुराहरू त भनिसक्नु भएको छ। विद्यालयको शैक्षिक उन्नयनको निम्ति, शैक्षिक एवं भौतिक उन्नयनको निम्ति कसले के भूमिका गर्नुपर्ने हुन्छ, त्यो भूमिकामा हाम्रो भूमिका के हुन्छ, त्यो भूमिकामा नेपाली काङ्ग्रेस र मेरो व्यक्तिगत तर्फबाट कुनै पनि कसर बाँकी नराखिकन त्यो भूमिकालाई चाहिँ सहयोग गर्न तत्पर रहेको कुरा पनि यहाँ समय समक्ष, यो सभा समक्ष म व्यक्त गर्न चाहन्छु।
सबैको मन जित्नु भएकै छ, सेवा गरी सबैको मन जित्नु भएकै छ। घुमेपछि थाहा भयो ठाम मोहन शरणपुरको, घुमेपछि थाहा भयो ठाम शरणपुरको। यस गरिमामय 36औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहका सभापति, यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष श्रद्धेय मीना गुरुङज्यू, प्रमुख अतिथि सहकारी ड्यान्समा आसीन विशिष्ट अतिथिज्यूहरू, अन्य अतिथिज्यूहरू, विभिन्न तह र तबकाबाट यो विद्यालयको कार्यक्रमलाई सफल पार्न आउनुभएका तमाम अतिथिज्यूहरू र हामी सबैको भगवान आदरणीय अभिभावकज्यूहरू र आफ्नो भविष्यलाई यही विद्यालयबाट राम्रो बनाउनका लागि कम्मर कसेर यहाँ आउनुभएका, यो विद्यालयमा यहाँबाट शिक्षित भएर गइसक्नुभएका र शिक्षित हुन बाँकी रहनुभएका तमाम विद्यार्थी भाइ बहिनीहरूलाई श्री आधारभूत विद्यालय बरमपुर र मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमन। र यो विद्यालयलाई फल्न फुलाउनका लागि कोसिस गर्नुहुने आदरणीय प्रधानाध्यापक लगायत सम्पूर्ण हाम्रो भवानी सर लगायत सम्पूर्ण शिक्षक साथीहरूमा फेरि पनि म नमन गर्न चाहन्छु। विद्यालयले छोटो समयमा धेरै राम्रा कार्यहरू गर्दै आएको छ। हामीले आधारभूत तह उत्तीर्ण परीक्षा यो विद्यालयले दुईचोटि चाहिँ दिइसकेको छ। त्योभन्दा अगाडि विद्यालयको नाम त्यति धेरै सुनिएको थिएन। जब भवानी सर यो विद्यालयमा आउनुभयो र त्यसपछि यो विद्यालयलाई कक्षा 8 सम्म पुर्याउने कार्य भएको छ। यहाँ हाम्रो भीम मानन्द सर, हाम्रो विष्णु सर लगायत सबै शिक्षक साथीहरू कम्मर कसेर कक्षा 8 सम्मको पढाइलाई राम्रो बनाउनको लागि उहाँले धेरै मेहनत गर्नुभएको छ। हाम्रो छुट्टै, मलाई यो विद्यालयमा आउँदा छुट्टै आनन्द पनि महसुस हुन्छ। जब म यो विद्यालयमा आउँछु तब यहाँका विद्यार्थीहरू हाम्रै विद्यार्थी जस्तो लाग्छ, किनभने हामीले कक्षा 8 को परीक्षालाई प्रथम त्रैमासिक परीक्षाबाटै एक्सचेन्ज गरेर यहाँका विद्यार्थीहरू बरमपुरमा जानुहुन्छ र बरमपुरका विद्यार्थीहरू यो विद्यालयमा आएर परीक्षा दिनुहुन्छ। पछि अन्तिम परीक्षामा विद्यार्थी भाइ बहिनीलाई सेन्टर चेन्ज हुँदा कुनै खालको नकारात्मक असर नपरोस् भनेर हामीले त्यस्तो गरेका छौँ। यो एउटा उदाहरणीय कार्य जस्तो लाग्छ। भरतपुर महानगरपालिकामा धेरै विद्यालयहरूमध्ये एउटा राम्रो उदयमान विद्यालयको रूपमा श्री आदर्श विद्यालय शरणपुर स्थापित भइसकेको छ। यहाँको आदरणीय विद्यालय व्यवस्थापन समिति अध्यक्ष मीना गुरुङज्यूको व्यवस्थापकीय पक्ष, शिक्षक साथीहरूको लगनशीलता र आदरणीय प्रधानाध्यापक भवानी सरको नेतृत्वमा विद्यालयले धेरै राम्रा कार्यहरू गरिरहेको छ। तपाईहरू देख्न सक्नुहुन्छ यहाँको ईसीडी कक्षा एकदमै नमुना उन्मुख छ। धेरै व्यवस्थापन भएको छ। ईसीडीमा जाडोबाट बच्नको लागि धेरै राम्रा त्यहाँ क्रियाकलापहरू भएका छन्। मैले अलि अगाडि आएर मात्रै हेर्ने मौका पाएको थिएँ। हामीले यो विद्यालयमा भ्रमण गरिरहँदा यहाँबाट धेरै राम्रा कुराहरू हामीले प्राप्त गरिरहेका छौँ। धेरै ठाउँमा छलाङ मार्दैछ। भवनमा सबै लगभग यता यो 4 कोठी भवन जब कम्प्लिट भयो विद्यार्थीहरूलाई भवनको चाहिँ त्यति धेरै असुविधा छैन। तैपनि धेरै विद्यालयले प्रगति गर्दैछ, अझै प्रगति गर्दै जाओस् भन्ने कामना पनि गर्न चाहन्छु। शैक्षिक, भौतिक सबै पक्ष, आर्थिक पक्षलाई सुदृढ गराउन यहाँहरूले खेल्नुभएको भूमिका अतुलनीय छ, उदाहरणीय छ। र यो विद्यालयमा धेरै कुराहरू चाहिँ अहिले सुधार हुँदै गइरहेको छ। मात्र अब अभिभावकज्यूहरूले ल्याउनु होला विद्यालयमा भर्ना गर्नका लागि। बागमती प्रदेशका सहकारी तथा बेलको आगमन भएको छ। उहाँलाई फुल मालाले स्वागत गरिदिनु लागि। जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता पनि खुसी हुन्छन्।
भने जतिको आतिथ्यता ग्रहण गर्नको लागि म सगौरव अनुरोध गर्छु। उहाँको उपस्थितिले यस आज हामीलाई इन्द्रमा बिन्दु थपिएको महसुस पत्रकार महासङ्घ समाजसेवी उहाँलाई अतिथिको आसन गर्नको लागि अनुरोध गर्दछु। मन्त्रालयका तालीबाट स्वागत गर्नु, ताली बजाइदिनु होला। हेलो। त्यसै गरी सरस्वतीको फोटोमा माल्यार्पण गर्ने पट्टिबाट पढेर यसको अनावरण गरिदिनुको लागि म आजको कार्य 16 सरलपुर चितवन स्थापना 2046 36औं वार्षिक उत्सव तथा अभिभावक दिवस मिति 2082 पौष 26 गते शनिबारका दिन समुद्घाटन भएको घोषणा गर्न चाहन्छु। धन्यवाद, नमस्कार। धेरै धेरै धन्यवाद। अब हाम्रो स्वस्ति वाचनको कार्यक्रम रहेको छ, त्यसको लागि यहाँहरू आफ्नो स्थानबाट उठिदिनु होला। एकछिनको लागि वेदाः स्वस्ति नः तारथ्यो अरिष्टनेमि स्वस्ति नो बृहस्पतिर्दधातु ॐ भद्रं कर्णेभिः शृणुयाम देवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति न तारथ्यो अरिष्टनेमि। कक्षागत रूपमा मात्रै भन्ने अनुमति चाहन्छु। बाल विकास 66.4, कक्षा 1 74.7, कक्षा 2 76.2, कक्षा 3 69.4, कक्षा 4 59.21, कक्षा 5 50.64, कक्षा 6 48.52, कक्षा 7 45.92 र कक्षा 8 2.48 GPA छोटो रूपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु। भुवानी प्रसाद पौडेल, निमावि तृतीय, भीमबहादुर महानन्दर, विष्णु प्रसाद भट्टराई, बद्रीमाया पराजुली, निरा अधिकारी, सन्दीप रेग्मी, कौशिला थापागिरी गरी 6 जना प्रावि टिचरहरू, 1 जना निमावि, त्यस्तै सिर्जना दवाडी प्रावि, मौसम पौडेल निमावि, निशाना गुरुङ प्रावि, प्रमिता घले इसिडी, रिना विग इसिडी, तारा शर्मा निजी र मिना कुमारी गुरुङ कार्यालय सहयोगी। यसै गरी विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष मिना गुरुङ, सदस्यहरू गणेश प्रसाद घिमिरे, पदेन सदस्य वडाध्यक्ष श्री अमृतराज हमालज्यू हमाल, सदस्य श्री सुखबहादुर तामाङ, सदस्य श्री मिना गुरुङ, सदस्य श्री निरा नेपाली, सदस्य श्री मेघ राशि घले, सदस्य शिक्षक प्रतिनिधि विष्णु प्रसाद भट्टराई, सदस्य सचिव म आफै भुवानी प्रसाद पौडेल। र सभाध्यक्षको अनुमति अनुसार म अब यस आर्थिक वर्षमा गत आर्थिक वर्षमा विद्यालयमा भए गरेका आयव्यय विवरणहरू अनुमति पेश गर्ने अनुमति चाहन्छु। राष्ट्रिय वाणिज्य ब्याङ्क मौदात 11,04,705 रुपियाँ 07 पैसा, शिक्षक तथा कर्मचारी तलब भत्ता 52,01,650 रुपियाँ 31 पैसा, छात्रवृत्ति 78,700, दिवा खाजा 4,05,500, दिवा खाजा वडा 48,317 रुपियाँ, पाठ्य पुस्तक निकासा 98,875 रुपियाँ 94 पैसा, पीसीएफ निकासा 49,600, व्यवस्थापन अनुसार अनुदान 65,000, सेतीदेवी बाल विकास केन्द्रमा शैक्षिक सामग्री खरिदको लागि 49,250 रुपियाँ, अपाङ्गता पहिचानको लागि 3,910 रुपियाँ, सेनिटरी प्याड 17,697 रुपियाँ 15 पैसा, रियल पढान
2265 रुपियाँ 25 पैसा। 36औं वार्षिक उत्सव का अध्यक्ष आदरणीय मित्र मीरा गुरुङज्यू लगायत यस कार्यक्रमलाई सफलताका पूर्वक सम्पन्न गर्नलाई उपस्थित हुनुहुने सम्पूर्ण यसै ओडावासी र यस स्कुललाई आत्मसात गरेर अगाडि बढाउनको लागि सहकार्य गर्ने सम्पूर्ण सहयात्रीज्यूहरू र यस कार्यक्रमलाई सभ्य र भव्यताको साथ सम्पन्न गर्नलाई यस साना साना कलिला भाइ बहिनीहरूका अभिभावकज्यूहरू र यहाँ अध्ययन गर्ने विद्यार्थी र अध्यापन गराउने सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरू, सहकारी तथा गरिबी निवारण मन्त्रालयको तर्फबाट र म बिनु रायमाझी पौडेलको तर्फबाट नमस्कार भन्न चाहन्छु। सम्पूर्णलाई नमस्कार। आज यस श्री आधारभूत शरणपुर स्कुलमा अध्ययन गर्नुहुने सम्पूर्ण साना साना नानी बाबुहरूलाई उज्जवल भविष्यको कामना गर्न चाहन्छु र यस स्कुललाई यो अवस्थामा हराभरा बनाएर विद्यार्थीहरूलाई आकर्षण गर्ने एउटा आकर्षकको केन्द्रबिन्दु बनाउन सफल हुनुहुने यस स्कुलका तिमा लागेर जति पनि पूर्व अध्यक्ष, सम्पूर्ण सदस्यज्यूहरू र वर्तमान अध्यक्षज्यूहरूलाई धन्यवाद पनि दिन चाहन्छु र मेरो व्यक्तिगत तर्फबाट यो स्कुलको उत्तर प्रगतिको कामना पनि गर्न चाहन्छु। यस स्कुललाई सधैँभरि आधारभूत स्कुलको मात्रै अवस्थामा नराखेर यसलाई 10औं कक्षासम्म लैजानको लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु। विद्यार्थीको जति चाप बढ्दै जान्छ, विद्यार्थीको आधारमा यो स्कुललाई अगाडि बढाउँदै लग्न सकिन्छ। 8 कक्षासम्म छ, आज आधारभूत छ भने भोलि 9 र 10 थपिएर यसलाई 10 कक्षासम्मको विद्यालय, 10 कक्षा राम्ररी पढाइरहँदाखेरि 11 र 12 को पनि सम्बोधन गर्न सकिने स्थितिमा यो स्कुललाई पुर्याउनको लागि आग्रह पनि गर्न चाहन्छु र यस शरणपुरवासी र यो स्कुलको वरपरका जति पनि विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ उहाँहरूलाई यही पढ्नलाई सहज हुने, सरल हुने र घरबाट नजिकै साना साना कलिला नानी बाबुहरू जस्तो यहाँ जुन प्ले ग्रुप छ, साना साना बच्चाहरूलाई खेल्ने पढाउनेदेखि लिएर सुताउने खाजा खुवाउने कामसम्म हुने यस विद्यालयमा जति साना साना नानी बाबुहरूले यहाँ प्ले ग्रुपमा पढेर अरू चाहिँ महँगा प्राइभेट स्कुलमा लानुभन्दा यही प्ले ग्रुपमा पढेका नानी बाबुहरूले यही फेरि शिशु र 1 कक्षा पढ्दै यही 8 कक्षा 9 कक्षा 10 कक्षा पढ्ने वातावरण यहाँको सम्पूर्ण प्रबन्धकज्यूहरूले मिलाउनु पर्ने र मिलाउनुहुन्छ भन्ने पनि मलाई विश्वास छ। त्यसकारणले गर्दा यसको भौतिक संरचना 8 कक्षासम्मको भौतिक संरचनामा थोरै कमी छ भन्ने मैले बुझेको छु। त्यसकारणले गर्दा यस स्कुललाई मैले आफूले म आज एउटा सांसदको हैसियतमा रहिरहँदाखेरि यस स्कुललाई मैले गर्नुपर्ने सहयोग र यो स्कुलको आधारभूत संरचना थोरै बढायो भने अझै बच्चाहरूलाई पढ्नको लागि सहज हुन्छ कि भन्ने मैले सोचेको छु। त्यसकारणले गर्दा अघि मैले अध्यक्षज्यूसँग र यस स्कुलका प्रसँग पनि कुरा गरिसकेको छु। उहाँहरूलाई यो स्कुलको वास्तविक आवश्यकता के हो र यो आवश्यकता परिपूर्ति गर्दै गर्दा यहाँका अध्ययन गर्ने बच्चाहरूलाई सहज हुने वातावरण बनाउन सकिन्छ। कुन वातावरणमा गयो भने त्यो सहज तरिकाले उहाँहरूलाई अध्यापन गर्न सजिलो हुन्छ, अध्ययन गर्न सजिलो हुन्छ भन्दा उहाँहरूको सल्लाह र सुझावले यो स्कुललाई चाहिने जुन यो दोस्रो तल्ला भन्दा माथिल्लोपट्टिको तल्ला खाली छ त्यो तल्लामा ट्रस्ट राखेर 4 कोठेको राम्रो मजबुत भवन बनाउन पाइयो भने यो स्कुलको संरचना अलिकति मजबुत हुन्थ्यो कि क्लास चाहिँ कक्षा कोठाहरू अलिक पूर्णता पाउँथ्यो कि भन्ने कुरा सरसल्लाह हुँदै गर्दा उहाँहरूलाई मैले अब आउने आगामी बजेटमा मेरो तर्फबाट मेरो आफ्नो चाहिँ राख्न पाउने जुन योजना हुन्छ त्यो योजनालाई
यो श्री आधारभूत स्कुल जुन सररपुरमा छ यो स्कुलको नाम अङ्कित गरेर यसलाई 4 कोठे भवन ट्रस्ट सहितको 4 कोठे भवनलाई म चाहिँ योजनामा राख्ने पनि यहाँहरूसँग प्रतिबद्धता गर्न चाहन्छु। र जुन मिना गुरुङले दिनरात अहोरात्र खटिएर उहाँभन्दा अगाडिका अध्यक्षज्यूहरूले त्यहाँसम्म ल्याइ पुर्याउने र आज 2 कार्यकाल मिना गुरुङज्यू बसेर यो संस्थालाई यो स्कुललाई अगाडि बढाउनको लागि र यो नानी बाबुहरूलाई सफल चाहिँ विद्यार्थी बनाएर एउटा जेनदार विद्यार्थी बनाएर साना साना चाहिँ भविष्यका कर्णधारहरूलाई यहाँबाट चाहिँ उत्पादन गरेर ठुलो व्यक्ति नेपाल र नेपाली भनेर चिनाउने जुन प्रतिबद्धता गरेर यो संस्थामा लागेर अगाडि बढिरहनु भएको छ यहाँलाई अझै पनि आगामी दिन 1 कार्यकाल यही संस्थामा बसेर पूर्ण यो नानी बाबुहरूको सेवा गरेर यहाँका शिक्षक शिक्षिकाहरूसँग सरसहयोग गरेर सल्लाहकार ज्यूहरूसँग सरसहयोग गरेर अगाडि बढेर अझै 1 कार्यकाल बसेर यो स्कुललाई अझै चाहिँ एउटा अगाडि बढाउनको लागि चाहिँ यहाँले साथ सहयोग गर्नुहुन्छ कि भन्ने मेरो आफ्नो सोचाइ छ र चाहिँ स्कुलको चाहिँ प्रज्यूसँग पनि यो कुरा म राख्न चाहन्छु किनभने यहाँको जुन अवस्था आजभन्दा अगाडिदेखि पनि म यो बाटो हिँड्दाखेरि स्कुल त म देखिरहन्थेँ तर यहाँ पस्ने मेरो मौका मिलेको थिएन। आज मलाई यहाँहरूले बोलाइ साना साना नानी बाबुहरूलाई उहाँहरूको उज्यालो भविष्यको शुभकामना दिनको लागि बोलाइदिनु भयो र यो स्कुलको व्यवस्थापन समिति र यस स्कुलका सम्पूर्ण शिक्षक शिक्षिकाहरूसँग पनि एउटा भेटघाट गर्ने अवसर मिलाइदिनु भयो। यसको लागि पनि यहाँहरू चाहिँ व्यवस्थापन समिति लगायत यस स्कुलका सम्पूर्ण चाहिँ सल्लाहकारज्यू शिक्षक शिक्षिकाज्यू प्रज्यूहरूलाई धन्यवाद दिँदै आगामी दिनमा यो स्कुलको उन्नति र प्रगतिको कामना गर्दै यस 36औं वार्षिक उत्सवको सफलताको शुभकामना भन्दै र यहाँहरूको यो जुन 4 कोठे भवनको लक्ष्य छ यसलाई पूर्णता दिने भन्ने प्रतिबद्धता गर्दै मेरो आफ्नो भनाइ यही अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार, जय नेपाल। वार्षिकोत्सवका विशिष्ट अतिथिज्यूहरू, अन्य अतिथिगणहरू, यसै गरी यस विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गराउने
माथि हुनुहुँदैछ। ताली ताली। खास गरी त यहाँ केही भन्नु छैन, तथापि धेरै यस विद्यालयको उन्नति प्रगतिको लागि सबैले गर्नुभएको योगदान, भूमिदाताहरूले गर्नुभएको आफ्नो योगदानलाई उच्च सम्मानका साथ कदर गर्दै अब आगामी दिनहरूमा पनि सबैको मिलेमतोमा सहयोगमा यो विद्यालयको उत्तरोत्तर उन्नति प्रगतिमा सबैको सहयोग मिल्दै जाओस् र यो विद्यालयको उन्नति प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छु। आर्थिक दाता रु 15,000 आजको यस कार्यक्रमलाई हाम्रो कार्यक्रमदेखि ज्यादै प्रभावी भएर प्रदान गर्नुभएको छ। उहाँलाई तालीद्वारा सम्मान गरिदिनु होला। तालीद्वारा लास्टै काम भयो कि सहकर्मी मित्रहरू, शिक्षक शिक्षिका साथीहरू अनि त्यस्तै गरेर विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ विष्णु सरले अघि नै भनिसक्नु भएको छ, अनुशासन विद्यार्थीको गहना हो भनेर। तिनीहरू यताउति दौडिरहेको हामीले देखेका छौँ कि उत्कर्ष शिक्षकहरूबाट पनि उत्कृष्ट शिक्षकको रूपमा अङ्ग्रेजी विषयको नतिजा राम्रो ल्याउन सफल करतल ध्वनिले सम्मान गरिदिनु हुनलाई पनि हार्दिक अनुरोध गर्न चाहन्छु। आफैमा एउटा औषधि हो, जति बजाउँदै जान्छौँ त्यो तालीले आफूलाई नै एकदम स्वस्थ राख्न मद्दत गर्न सक्छ। लागि तालीको कन्जुसाइ नगरौँ। मैरुन निशा मियालाई यहाँ सम्मानको लागि आमन्त्रण गर्दछु। उहाँको रूपमा लक्ष्मी नेपाली विद्यार्थीलाई पनि मलाई आमन्त्रण गर्दछु। सचिन चौधरी कक्षा 8 विद्यार्थी, रश्मिना कुशवा कक्षा 8। त्यसै गरी राबिया खातुन कक्षा 4 देखि 8 सम्म बोर्ड 48 अमर घले। त्यसै गरी म गत 2000 चन्दा गुरुङ आजको यो 36औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहका अत्यन्त आदरणीय मित्र, यसै समारोहका सभापति मीना गुरुङज्यू, यसै गरी यो विशेष कार्यक्रममा रहनुभएका प्रमुख अतिथि माननीय बिनु रायमाझी पौडेलज्यू, उहाँ गइसक्नु भएको छ। यति बेला यो कार्यक्रममा उपस्थित रहनुभएका व्यासासीन सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू, प्यारा विद्यार्थी रहनुभएका सबैमा भरतपुर महानगरपालिका वडा नम्बर 16 को तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सम्पूर्णलाई तयारी गरेर आज यो उत्सवको रूपमा मनाइरहेको समारोह जुन छ अत्यन्त खुसी लागेको छ। यो स्कुल कुन अवस्थाबाट आज यहाँसम्म आइपुगेको भन्ने कुराहरू आदरणीय अग्रजहरूले राखिसक्नु भएको छ। यो अवस्थासम्म ताली प्लिज। मुसी आलम मन्सुरी, त्यसै गरी 200 मिटर दौड छात्रतर्फ तृतीय हुने प्रिन्स गुरुङ, 6 रेहाना मिया, 6 सटपुट तर्फ गर्ल्स तर्फ तृतीय हुने निशा मगर। त्यसै गरी 6 7
जाभलिन थ्रोतर्फ ओपन तर्फ तृतीय हुने आदिल नाभे स्थान हासिल गर्ने प्रतियोगी सफल विद्यार्थीहरू यहाँ उच्चारण गरे। यहाँ आएर आफ्नो पुरस्कार 1-3 100 मिटर दौड छात्रतर्फ द्वितीय हुने सुशान्त नेपाली, 100 मिटर दौड छात्रतर्फ द्वितीय हुने शिवानी माझी, कुश बस्याल, 1-3 तातो कक्षा 1-3 4-5 100 मिटर दौड छात्रतर्फ द्वितीय हुने सुशान्त गुरुङ, सुशान्त गरी 4-5 100 मिटर दौडतर्फ द्वितीय हुने आयुषा नेपाली, 4-5 स्याक रेसतर्फ द्वितीय हुने सुशान्त गुरुङ, 4-5 म्याथ रेस द्वितीय राबिया खातुन, डोरी तान्ने खेल छात्रातर्फ ब्लू हाउस द्वितीय भएको छ। एलिसा मगरको टिममा छात्रतर्फ 6 द्वितीय विशाल मगर, 6 द्वितीय आयुषा नेपाली, 7 सटपुटतर्फ द्वितीय निर्मला मगर, आयुषा अमृता र निशा दुईटाको ग्रुप यानी माया अस्मिना आयुषा अमृता र निशा। प्रथम स्थान हासिल गर्ने चकलेट रेस नर्सरी केजी 100 मिटर दौड छात्रातर्फ प्रथम सुनिता माझी, 1-3 म्युजिकल चेयर प्रथम सञ्जु गुरुङ, 1-3 तातो आलु प्रथम कविता यादव, 3 बोतल छात्र 1-3 बोतल छात्र प्रथम मुस्कान र रेशमा। त्यसै गरी 4-5 100 मिटर रेसमा प्रथम मुसी आलम बन्सुरी, 4-5 स्याक रेस प्रथम 4-5 अमृता गुरुङ, 4-5 म्याथ रेस प्रथम अमर गले, प्रथम भएको छ आदिल नाभे, प्रिन्स, सचिन, हेमन्त र समीर। मनिषा विका, यानी माया, निशा, आयुषा र आयुषा नेपाली। दुई मिटर दौड 6 प्रथम सचिन चौधरी, 6 200 मिटर दौड छात्रातर्फ आरती मगर प्रथम, 7 फुट 6 प्रथम मनिषा विका, 7 फुट बोइज प्रथम सचिन चौधरी, 7 जाभलिन थ्रो प्रथम मनिषा विका, 7 जाभलिन थ्रो प्रथम बोइज सचिन चौधरी, कबड्डी ग्रीन हाउस प्रथम निर्मला। त्यसै गरी हाम्रा 2वटा पुरस्कार बाँकी रहेका छन्। एउटा त्यसपछि यो
हिउँदे बिदापछि त्यसै गरी पुरस्कारकै क्रममा बिएली मरियम मिया 3.43 GPA 3.43 विद्यालयको उत्कृष्ट विद्यार्थी र हाल नारायणी माविमा अध्ययनरत छन् छात्रा मरियम मिया। प्रतिनिधिलाई अगाडि आएर आफ्नो चाहिँ सम्मान ग्रहण गर्नको लागि तालीबाट सम्मान गर्नु होला। तालीबाट उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं तव नौमि सरस्वती पादयुगम्। हजुर यस कार्यक्रमका यस समारोह समितिका अध्यक्षज्यू
प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू र अन्य अतिथिज्यूहरू र यस विद्यालयका प्रधानाचार्य, प्रधानाध्यापकज्यू तथा सहायक प्रधानाध्यापक लगायत सम्पूर्ण शिक्षकज्यूहरू र उपस्थित सम्पूर्ण मञ्चमा आसीन रहनुभएका अभिभावकज्यूहरू मञ्चमा रोशनी बिका र रेहाना चार बिहा जग्गा छ। यथार्थमा गएर ठोकिने कुरा भनेको चाहिँ प्लास्टिकको झोलामा चाहिने किन ल्याएको सामग्री हो भने हाम्रो चाहिने पुस्ता पछाडि के कसो हुने हो। अब यो राष्ट्रले सोच्ने कुरा, अब यी चाहिँ पछाडिको कुराहरू भए। मैले अभिभावकहरूलाई भन्न खोजेको अर्ग्यानिक खानेकुराहरू खुवाउनुहोस् र बच्चालाई चाहिँ आफ्नो अधीनमा राख्नुहोस् र बच्चालाई चाहिने एउटा सधैँ विद्यालयमा चाहिने ज्ञानको भोको चाहिने बनाएर पठाइदिनुहोस्। न कि बच्चा चाहिने बिचबाटै भाग्ने अनि घरमा चाहिँ टाइममा नबस्ने, घरको खानेकुरा नगर्ने, घरको अभिभावकले भने नमान्ने। अब यो स्थितिको बच्चा भयो भने यहाँ शिक्षक मरेर लागेर समिति चाहिने 24 घन्टा सपना विपना भनेर चाहिँ स्कुलमा सोचेर हुनेवाला केही पनि छैन। पार्टीहरूलाई एउटा पोजिटिभ एटिच्युड राखेर चाहिने भविष्यमा विद्यालयलाई अझै उजागर गर्ने, अझै अभिवृद्धि गर्ने र भविष्य उज्जवल बनाउने अठोटका साथ म यहाँबाट बिदा हुन चाहन्छु। हस्, नमस्कार। Thank you.
धेरै धेरै धन्यवाद। 36औं वार्षिक उत्सव एवं अभिभावक दिवस समारोह कार्यक्रम सञ्चालक विभिएस सदस्य शिक्षक प्रतिनिधि तथा शिक्षक विद्यालयका शिक्षक श्री विष्णु प्रसाद भट्टराईज्यू, 36औं वार्षिक उत्सव एवं अभिभावक दिवस समारोहका प्रमुख अतिथि बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री माननीय श्री बिनु राईमाझी पौडेलज्यू, विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा नम्बर 16 का आदरणीय शैक्षिक व्यक्तित्व श्री ऋषिराम शर्माज्यू, विशिष्ट अतिथि भूमिदाताज्यूहरू, सम्पूर्ण अतिथिज्यूहरू, हालको विभिएस समितिका सदस्यज्यूहरू, पूर्व विएसका अध्यक्ष एवं सदस्यज्यूहरू, पूर्व प्रज्यूहरू, शिक्षक अभिभावक सङ्घका पूर्व संयोजक तथा सदस्यज्यूहरू, हालको शिक्षक अभिभावक सङ्घका संयोजक एवं सदस्यज्यूहरू, हालको सल्लाहकार संयोजक एवं सदस्यज्यूहरू, शैक्षिक उन्नयनको लागि अक्षय कोष स्थापना गर्नुहुने अक्षय कोष दाताहरू, चन्दादाताहरू, विद्यालयको प्रज्यू, शिक्षक तथा कर्मचारी एवं उपस्थित सम्पूर्ण अभिभावकज्यूहरू तथा प्यारा विद्यार्थी भाइ बहिनीहरू, यस विद्यालयलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगी महानुभावहरूमा यस हर्षोल्लासपूर्ण 36औं वार्षिक उत्सव एवं अभिभावक दिवस समारोहमा पाल्नु भएको पत्रकारज्यूहरू, सुरक्षाकर्मीज्यूहरू र सम्पूर्ण टोल छर छिमेकी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैलाई हार्दिक नमस्कार एवं आभार व्यक्त गर्न चाहन्छु। सर्वप्रथम त यस विद्यालयका भूमिदाताज्यूहरू, संस्थापकज्यूहरू र भूभू विभिएसका अध्यक्ष तथा सदस्यज्यूहरू, भूभू शिक्षकज्यूहरू तथा भूभू विद्यार्थीहरू जो दिवंगत भइसक्नु भएको छ उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली एवं श्रद्धासुमन अर्पण गर्न चाहन्छु। आदरणीय अभिभावकज्यूहरू, अब म यस विद्यालयलाई आर्थिक भौतिक र अन्य कुनै शीर्षकमा सहयोग गर्नुहुने सहयोगी मनहरू, सङ्घ संस्थाहरू, स्थानीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू को नामावली तपाईँहरू समक्ष लिन गइरहेको छु। उहाँहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। गत साल सल्लाहकार क्याप्टेन भीमबहादुर गुरुङज्यूले गत सालको वार्षिक उत्सवको समारोहमा टेन्ट तथा साउन्ड सर्भिसको लागि 15,000 सहयोग गर्नुभएको थियो। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै गरिकन विद्यालयको नाममा क्यालेन्डर छपाई भएको थियो। त्यसमा मधुसूदन दवाडी, गुरुङ किराना स्टोर, सन्दीपा स्टोर, स्टेसनरी, शिवशक्ति शैक्षिक सामग्री, उहाँहरूले पनि एउटा क्यालेन्डरको लागि आर्थिक सहयोग गर्नुभएको थियो। उहाँहरूलाई कुष्टुकमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै गरिकन इनर व्हिल क्लब अफ भरतपुर, इनर व्हिल क्लब अफ डिभाइन, इनर व्हिल क्लब अफ सिटीको सहयोगमा कक्षा नर्सरीदेखि कक्षा 6 सम्मका विद्यार्थीहरूलाई ट्र्याकसुट सेट, टी सर्ट, कपडा वितरण गरिएको थियो। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै गरिकन इम्पावर नेपाली गर्लको सहयोगमा केही छात्र विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै गरिकन सामाजिक एवं राजनीतिक व्यक्तित्व विजय परिवारले आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यार्थीहरूलाई स्टेसनरी वितरण गर्नुभएको थियो। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै गरिकन आज ढड्डागारी माविका व्यवस्थापन समितिका अध्यक्ष श्री सुदन नेपालीज्यूबाट 20,000 नगद सहयोग भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै गरिकन हाम्रो यस विद्यालयका सल्लाहकार संयोजक एम बहादुर गुरुङज्यूको पिताको नाउँमा 50,000 अक्षय कोष दिनुभएको छ। त्यसको लागि पनि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै गरिकन यस विद्यालयका पूर्व शिक्षक तारा पौडेलज्यूबाट अक्षय कोष रुपिज 50,555 सहयोग गर्नुभएको छ। त्यसको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै गरिकन आजको वार्षिक उत्सवको लागि हाम्रो सल्लाहकार सदस्य भक्तराज हमालज्यूबाट पनि 15,000 सहयोग भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
त्यस्तै गरिकन अब हाम्रो भावी योजना गर्नुपर्ने कामहरू के छन् त भन्दा खानेपानीलाई व्यवस्थित गर्न फिल्टर ट्याङ्की सहितको पिउने पानीको व्यवस्था गर्नुपर्ने, विद्यालयको सुरक्षाको लागि सीसी क्यामेरा जडान गर्नुपर्ने, विद्यार्थीहरूलाई खेल खेल्नको लागि व्यवस्थित खेल मैदान निर्माण गर्नुपर्ने, कम्पाउन्डभित्र रहेको खाली चौरमा मोजाक टाइल राखी विद्यालय सरसफाइको क्षेत्रमा सहजीकरण गर्नुपर्ने, सभाहालको जस्तापाता पुरानो भई पानी चुहिने भएकाले नयाँ जस्तापाता परिवर्तन गर्न पहल गर्नुपर्ने, नयाँ भवनको माथिल्लो तला ट्रस्ट सहितको 4 कोठे भवन निर्माणको लागि सङ्घ वा प्रदेशसँग बजेट माग गर्नको लागि आवश्यक पहल गर्नुपर्ने। यो चाहिँ आजको प्रमुख अतिथि माननीय बिनु रायमाझी पौडेलज्यूले सम्बोधन गर्नुभएको छ। उहाँले चाहिँ यसको लागि सहयोग गर्छु भन्नुभएको छ। नियमित अभिभावकसँग अन्तर्क्रिया गरी शैक्षिक गुणस्तर वृद्धिमा पहल गर्नुपर्ने, शैक्षिक गुणस्तर अझ वृद्धि गर्नुपर्ने, त्यसको लागि विद्यार्थीहरूलाई नियमित रूपमा कोचिङ कक्षा मासिक परीक्षा सञ्चालन गर्नुपर्ने, सुविधायुक्त नर्सरी केजी कक्षा लगायत शैक्षिक सामग्रीहरू पर्याप्त रूपमा सङ्कलन गरी व्यवस्थित गर्नुपर्ने, गुम्बा चौर नेरको स्कुलको जग्गाको आवश्यक संरक्षण गर्नुपर्ने, विद्यालयलाई अझ आर्थिक रूपमा व्यवस्थित गर्नको लागि अच्छे कोषदाताहरू वृद्धि गर्नुपर्ने, विद्यार्थीहरूलाई नजिकै खेल्नको लागि विद्यालयको साँधनेर छेउछाउ पर्ने 2 कट्ठा जति जग्गा खरिद गर्नुपर्ने। अन्तमा आफ्नो अत्यन्त व्यस्त समयको बावजुद पनि यस कार्यक्रममा बिहानदेखि आफ्नो अमूल्य समय दिएर यस विद्यालयको 36औं वार्षिक उत्सव एवं अभिभावक समारोहमा पाल्नुहुने प्रमुख अतिथि सहकारी तथा गरिबी निवारण मन्त्री माननीय श्री बिनु रायमाझी पौडेलज्यू प्रति हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गर्न चाहन्छु र विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा नम्बर 16 का वडाध्यक्ष श्री अमृतराज हमाल ज्यूप्रति पनि हार्दिक सम्मान र धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै अतिथिज्यूहरू विद्यालयलाई विगतदेखि वर्तमानसम्म सरसल्लाह सहयोग पुर्याउँदै आउनुभएका सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यहाँहरूको माया ममता विद्यालयले सदा सर्वदा प्राप्त गरिरहनेछ भन्ने आशा सहित सम्पूर्ण शिक्षा प्रेमी महानुभावहरूमा प्रति हार्दिक सम्मान धन्यवाद व्यक्त गर्दै यस 36औं वार्षिक उत्सव एवं अभिभावक दिवस समारोह भव्यताको साथ सम्पन्न भएको जानकारी गराउँदै यस भव्य समारोह समापन भएको घोषणा गर्दछु। जय धन्यवाद, जय आधारभूत विद्यालय। फोटो